गर्दै नगर्ने त्यो होइन कि गरेर मात्रै बोल्ने भन्ने मेरो एउटा प्रिन्सिपल होइन। म सानैबाट मेरो त्यस्तो थियो। र हेलो नमस्ते, वेलकम ब्याक टु माई च्यानल लाइफ एपिसोड 14 फनमा यहाँलाई स्वागत छ। म तपाईँहरूको साथी युवराज अर्मजा। लामो समयपछि तपाईँहरू समक्ष म जोडिने छु। योभन्दा अगाडिको कन्टेन्टमा चाहिँ मैले एउटा काममा बिजी छु। म एउटा खाने कम्पनीमा चाहिँ ओनर भएर काम गर्न लागेको छु। नेपालको लागि चाहिँ निकै नौलो कुरा हो। नेपालको लागि चाहिँ निकै नै नेपालको माटो बचाउने हिसाबले चाहिँ उत्पादन गर्न लागेको वुड भेनेगर काठको सिर्काको मल उत्पादन कम्पनी चाहिँ खोलेर चाहिँ काम गरिरहेको छु। म सन्तुष्टि छु भन्ने भिडियो योभन्दा अगाडि चाहिँ मैले दिइसकेको छु। त्यो भिडियोलाई चाहिँ उत्पादन भएको हामीले निर्माण गरेको हरेक कुराहरू चाहिँ तपाईँहरूलाई चाहिँ मैले अवश्य पनि देखाउने नै छु। निरन्तरता दिन सकिनँ यसको लागि म सरी, किनकि म एउटा यसो भिडियो योभन्दा पहिला मैले काम गरेको चाहिँ कम्पनीहरू उत्पादन भएका चिजहरू र बजारीकरणका कुराहरूलाई चाहिँ मैले नेक्स्ट भिडियोमा अवश्य पनि अपलोड गर्ने बाचा सहित अत्यन्तै इम्पोर्टेन्ट एउटा दानवीर तपाईँले निम्स भन्ने त सुन्नुभएको होला अवश्य पनि। निम्स भनेको निर्मल ऊर्जा एकदमै बिना अक्सिजन चाहिँ एभरेस्ट हिमालहरू चाहिँ पार गरिसकेको न्युजहरू पनि देख्नुभएको छ। र उहाँको दाई जुन ब्रिटिस आर्मी हुनुहुन्छ उहाँले चाहिँ म्याग्दी घर भएर पनि हाम्रो गाउँमा चाहिँ अत्यन्तै ठुलो रकम चाहिँ सहयोग गर्नुभएको छ। उहाँको विषयमा चाहिँ मैले चाहिँ भिडियो अपलोड गर्न चाहन्छु। किन राख्न खोजेँ भनेपछि चाहिँ यस्तो व्यक्तित्वहरू चाहिँ म अत्यन्तै मोबाइल ल्यापटप इत्यादि कुराहरूमा राख्नुहुन्न पनि युट्युबमा अपलोड गरेर राखेपछि चाहिँ सुरक्षित हुन्छ भन्ने चाहिँ मलाई लाग्यो। त्यसैले नै उहाँको भिडियो चाहिँ मैले अलिकति सबै त बनाउन सकेन, तर इम्पोर्टेन्ट कुराहरूलाई चाहिँ मैले चाहिँ अलिकति रेकर्ड गरेको थिएँ। त्यो रेकर्डलाई नै चाहिँ मैले चाहिँ मेरो युट्युब च्यानलमा चाहिँ मैले सेभ गर्छु अथवा चाहिँ हाल्छु भन्ने चाहिँ लागेर चाहिँ म यो भिडियो बनाउँदैछु। हेरेर साथ दिनुहुनेछ भन्ने पनि विश्वास लिएको छु। यो चाहिँ स्वर्गीय मान्छे लोलबहादुर पुनको चाहिँ परिवारबाट चाहिँ ठुलो धनराशि चाहिँ सहयोग आएको रहेछ विद्यालयलाई। नमस्कार बाजे। अनि चाहिँ यहाँ सम्मान कार्यक्रम विद्यालयले चाहिँ एकदमै सम्मान कार्यक्रम चाहिँ आज चाहिँ तय गरेको छ। त्यो कार्यक्रममा चाहिँ म पनि आएको छु। धेरैभन्दा धेरै जुन अवसर दिनुभयो, जुन हामीलाई अन्तिम अवस्थामा पुगेको अवस्थामा उहाँले हामीलाई दिनमाथि ल्याउने प्रयास गर्नुभयो र यसलाई अब फेरि टिकाउनको लागि उहाँले सहयोग गर्नु। अब यसलाई आभार व्यक्त गर्न चाहन्छु। र विशेष गरी अब हामी त्यो मैले भूमिका मात्रै बाँध्नु खोजेको हामी किन यो आज कार्यक्रम गर्दैछौँ, कसरी सफल भयो भन्ने सालमा र ऋण कसरी लायो भन्ने सालमा भयो। व्यक्तिगत रूपबाट पनि मलाई जुन त्यो समस्याबाट मुक्त गराइदिनु भयो यसको लागि मैले आदरणीय भान्जा कमलबहादुर पूर्जाज्यूलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु।
समीरमा गाई चराउने ठाउँ कति राम्रो सुन्तला फुलबारी कति राम्रो धन हो होइन साझा धन हो। यसको लागि तपाईँहरू सबै मिलेर यत्रो मैले अघि वक्तव्यमा सुन्नु पाएँ र सबैले है विभिन्न किसिमको चाहिँ सहयोग गर्नुभएको रहेछ। एकदम मलाई हृदयबाट खुसी लाग्यो। हजुरलाई भन्नुपर्दा म चाहिँ नि म्याग्दी जिल्ला दाना गाविसमा होइन त्यहाँ पढेर होइन त्यहाँ हुर्केको व्यक्ति परेँ है। अनि म पढिसकेपछि एसएलसी पास गरेपछि मैले काभ्रे भन्ने ठाउँमा पनि 6 महिना मैले टिचर गरेको हो र टिचर गरे बापत म फेरि ब्रिटिस आर्मीमा भर्ती भएर म युके हङकङ गएँ। हङकङबाट युके गइयो होइन। फलत म धेरै इन्जुरी भएँ आर्मीमा होइन। धेरै कुराहरू अनुभूति गरेँ भोगेँ। मर्छ भनेको मान्छे बाँचेँ। फिर्केर आएर मैले मेरो जिल्लालाई केही नै गर्नुपर्छ भनेर तपाईँहरूले मेरो नाम लिएर म्याग्दीमा सोध्नुभयो भने कुनै हाई स्कुलमा मैले 1 लाख 2 लाख 2,50,000 भन्दा कमी दिएको कुनै स्कुल छैन है। तर के भयो भने पैसा दियो तपाईँको चाहिँ नि यो बल्लमा पानी हाले जस्तै भयो। त्यसको चाहिँ नि आइदिएको कुनै हिसाब भएन। यी कुराहरू अघि नै निको यहीँ पनि हाम्रो पूर्व जिल्ला पनि अनि स्पेसली हाम्रै बाँसकामा पनि यी कुराहरू भएको रहेछ भन्ने मैले अघि नै अनुभूति गरेँ। जहाँ पनि हुन्छ तर भगवान्ले के भन्छ भने तैँले हात मैले पुऱ्याइदिन्छु भन्नुहुन्छ। आँट भएको हाम्रो भास्करको बासी हुनुहुन्छ। आँट भएको हाम्रो चाहिँ हेडमास्टर मामाजी हुनुहुँदैछ र एकदम सक्सेसफुल्ली चाहिँ नि अहिले तपाईँले यहाँ लिनु भएको छ। यसको लागि मेरो शब्द नै छैन। समग्रमा सबैलाई धेरै धेरै धन्यवाद छ है। सबै धन्यवादको पात्र हुनुहुन्छ। अनि यो चाहिँ नि यो प्रोजेक्ट हामीले यहाँ गर्नको लागि चाहिँ नि कुनै ठुलो पल्टेर आर्गुमेन्ट लिएर हामीले गर्न सक्यौँ भनेर भास्करकोलाई विभाजित गर्नको लागि चाहिँ यो कदापि हामीले गरेको होइन है। भास्करको एउटा चेली एउटा मायाको चिनो मलाई दिनुभयो, सम्पूर्ण भान्जाहरूलाई दिनुभयो। अब हाम्रो भान्जाको पनि कर्तव्य है, यो पनि हाम्रो रेस्पोन्सिबिलिटी हो भन्ने बुझेको भान्जाहरूले चाहिँ नि कुराहरू राखेर अब सधैँ मैले गएको वर्षमा चाहिँ नि कति कलम होइन पेनहरू के लिएर आएको थिएँ। मैले नानीहरूसँग नि भला कसरी गर्ने मौका पाएको थिएँ। नानीहरू हाम्रो सम्पत्ति हो होइन। अहिले म अलिकति भिन्नै तरिकाले आएको छु र आउने वर्षमा पनि मैले फेरि केही है च्यारिटेबल अर्गनाइजेसनबाट म केही गर्नेछु भन्ने मैले बाचा लिएको छु र काम गर्ने क्रममा सबैको होइन राम्रो गर्छु भन्दा भन्दै पनि त्रुटि हुनसक्छ होइन। त्यसलाई सबैले मनन गर्नुपर्छ। उहाँले राम्रो गर्नु खोजेको तर भएन, त्यसमा हाइयामा हस्ते मिलाइदिनुपर्छ। तर हाम्रो नेपालमा के छ भनेपछि आफूले पनि नगर्ने गर्ने मान्छेलाई खुट्टा तान्न लडाइदिने होइन। यो एकदम ठुलो यसको चाहिँ प्रकोप छ होइन। यसलाई चाहिँ हामीले कसरी हटाउने हो। हाम्रो लिडरहरू यहीँ हुनुहुन्छ, उहाँले मनन गर्नुहुन्छ। स्पेसली विद्यार्थी भाइ बहिनीहरू तिमीहरू हाम्रो सम्पत्ति हो, हाम्रो नेक्स्ट लेगेसी भन्ने नै तिमीहरू हो है। अब हाम्रो घरको ताला चाबी लिने भन्ने नै तिमीहरू हो। भाइ बहिनीहरूले राम्रोसँग पढेर होइन राम्रो शिक्षा हासिल गरेर तपाईँहरूले पनि लिनु पऱ्यो कि म पनि एक दिन त्यो मान्छे जस्तै बन्न होइन पुग्छु जान्छु भनेर तपाईँले अहिले नै तपाईँले भिजन लिनुहुन्छ भने एक दिन न एक दिन तपाईँ त्यहाँ पुग्नुहुन्छ है। सानो म अलिकति शब्दभन्दा बाहिर गएँ। नानीहरूलाई अलिअलि थाहा छ होला छैन भने नेटफ्लिक्समा जानु 14 पिक्स नथिङ इम्पोसिबल भन्ने हेर्नु भएको छ भने त्यो मेरो आफ्नै कान्छा भाइ हो है। निम्स दाई भनेर पल्टन उसलाई चाहिँ धेरै अब चाहिँ नि कमान्डो गरेर एसपिएस गरेको फर्स्ट गोर्खालीमा 200 अहिले 10-11 वर्ष भइसक्यो। फर्स्ट गोर्खालीमा चाहिँ नि मेरो भाइ कान्छा गएको थियो र फेरि एकैचोटि 16 वर्ष जागिर गरेर उसले चाहिँ नि आउट अफ ब्लू आर्मी छोड्छु म चाहिँ नि अब ढन्समा लाग्छु भन्दाखेरि मैले उसलाई गाली गरेर हामी दाई 3-4 महिना पनि बोलिएन है। म एकदम बिमारी हुनुहुन्थ्यो काठमाडौँ। हाम्रै सासूको माइ सासू घरमा बसेर उपचारहरू भइरहेको थियो है। तर भाइले उसले कदम पछि हटेको कहिले छोडेन, अघि बढ्यो र अहिले तपाईँहरू सबैलाई थाहा छ 14 पिक्स नथिङ इम्पोसिबल र शेर्पाहरू र नेपाल टुरिज्ममा चाहिँ भाइले ठुलो पाठ खेलेको छ है। त्यस्तो व्यक्तिहरू पनि मैले जोड्नु खोजेको तपाईँहरू हुनसक्छ
है बाबु नानी हो। र मेरो पनि जहिले पनि लडे मेरो के हुन्छ भने मेरो गाउँलाई के हाम्रो गाउँको मान्छे के मान्छे होइन, केही सहर बजारमा बस्ने मात्रै मान्छे हो। अनि जति पनि लिडरले के गर्नुहुन्छ भने सहरलाई मात्रै हेर्ने, सहरलाई मात्रै। मेरो भिजन र मेरो सोचाइ के हो भने गाउँ पहिला बनाउने, गाउँ बोलाएपछि बल्ल तपाईँले चाहिने तलको सहरहरू बनाउने। गाउँका मान्छेहरू यति डिभोटेड, यति इमान्दार, यति सत्य व्यक्तिहरू हुनुहुन्छ जस्तै आज तपाईँले देख्न सक्नुहुन्छ है। हिजो अस्ति म तल बेनीमा आएको थिएँ, यहीँबाट धेरै मान्छेहरू जानुभएको थियो। मैले अस्ति यति खाएको थिएँ भनेर ती उधारहरू देख्दा मेरो भित्री मनमा पहिला हामीले त्यस्तै गर्थ्यौँ, पैसा पनि थिएन होइन, उधार मागेर खाइन्थ्यो। र त कति स्टिल इमान्दार हाम्रो गाउँमा छ, तर सहरमा के हुन्छन्, चोर्छन्, भाग्छन् होइन, फटाहरू हुन्छन्, त्यस्तो छ। त्यही भएर मेरो प्रिन्सिपल होइन, अनि मेरो भिजनमा के हो भने ठिक छ सहकर्मीका आउँछन् मिलेर चाहिँ हामी अघि बढ्ने गर्ने, आउँदैनन् सर्लकै महावीर पुन सर जस्तै म पनि त्यही हो, आफ्नो भिजनमा आफू गर्ने हो। म अघि बढिरहेको छु, स्कुलमा मैले प्रोजेक्ट लिइराखेको छु होइन। गर्दाखेरि फेरि पनि यो मौका जोडाइदिनु भयो, शब्द नै छैन, यत्रो यत्रो मिठो शब्दले तपाईँहरूले आशीर्वाद दिनु भएको छ। तपाईँको आशीर्वाद छैन जहिले पनि सिरोफ्री हुनेछ हाम्रो परिवारको लागि भन्दै मैले अहिले चाहिँ नि भलिबल बक्सबल लिइदिएको छु यहाँ स्कुलको लागि मामाजी। अहिले म यो हस्तान्तरण मैले गर्नेछु र नानीहरूलाई चाहिँ त्यहाँ हल्का मिठाई छ बाबु हो है, त्यो खाऊ बाबु, नानीहरूले अहिले बाल्नु हुनेछ। अनि मैले अरूको सबै कुराहरू सुने, सबैले होइन आम ठाउँमा कन्ट्रिब्युसन गर्ने भएको रहेछ, तर अहिलेसम्म हामी माइनसमा थियौँ। अब प्लस गर्नको लागि पनि मैले अहिले के भन्छु भने मामाजी है, सम्पूर्ण यहाँ हाम्रो अग्रजहरूलाई म आफै अर्को वर्षमा आउँछु, किनभने सधैँ आउनु पऱ्यो नि, हजुरहरूसँग भेट्नु पऱ्यो, भला खुसारी गर्नु पऱ्यो। गर्दाखेरि म अर्को वर्ष आउँदाखेरि अक्षकस रुपियाँ 1 लाख है मैले चाहिँ लिएर आउँदैछु भन्दै मेरो चाहिँ नि बोल्ने क्रममा कतिपय व्यक्तिहरू सुन्नुभयो होला, स्पेसली नौमती बाजा सुन्नुभयो, उहाँहरूलाई पनि एकदम मैले मनन गरेँ, धेरै धन्यवाद छ। र अघि मलाई बोकेर आउने 3 जना हुनुहुन्छ, कहाँ हुनुहुन्छ? अगाडि आइदिनु पऱ्यो, 3 जना अगाडि आइदिनु पऱ्यो प्लिज। एकदम मैले लाइफमा फर्स्ट टाइम यस्तो अनुभूति गरेँ अनि मेरो शब्द नै छैन, हजुरले मैले एकदम दुःख दिएँ। सानो मायाको चिनो है 2-2 हजार हजुरलाई चाहिँ नि मैले दिन गएँ। अनि धौलागिरी भन्न आउँछ हाम्रो नौमती बाजा टिमलाई चाहिँ नि मेरो तर्फबाट 10,000 दिनु पऱ्यो, उहाँहरूलाई बिचरा एकदम गर्नु भयो भन्दै अब हाम्रो प्रोग्राम चाहिँ नि अवश्य होइन यस्तै गरी जाओस् होइन, कसैमा कल जग्गा रिसिपी नहोस् होइन, घर फर्किँदा सबै सुचिसँग फर्किनु होला भन्ने बाचा राख्दै सबैलाई पनि साइन अन छ स्योडोक भन्न गएँ र नानीहरूलाई आशीर्वाद छ। फेरि पनि अर्को वर्षमा भेट हुने अभिलाषा लिँदै मेरो सानो वक्तव्य यहीँ टुङ्गाउँछु। धन्यवाद, थ्याङ्क यू। उहाँको सहयोग अतुलनीय हुनेछ, हाम्रो लागि अविस्मरणीय हुनेछ। यस विद्यालय भुक्तानी गरी यस विद्यालयका प्रधानाध्यापक मेघबहादुर खत्री सरको नाममा रहेको जग्गाको लाल पूर्जा ढुटो रकम सम्पूर्ण तिरिसकेपछि सो लाल पूर्जा फिर्ता गरिदिनु हुनको लागि सहयोगदाताबाट प्रदान गरिदिनुको लागि मैले हार्दिक अनुरोध गर्न चाहन्छु। सबैजनाले ताली बजाइदिनु होला। हाम्रो यस विद्यालयको गौरव, हाम्रो यस विद्यालयको स्थान, हाम्रो धरोहर, यस प्रतिनिधिमण्डलबाट विद्यालयको धरोहर आज हामी फिर्ता पाएका छौँ। त्यसैले
अर्को यो अलि जोखिमयुक्त ठाउँमा स्थापित थियो। त्यहाँबाट हामी यो विद्यालय यो ठाउँमा ल्याउनको लागि, सुरक्षित ठाउँमा ल्याउनको लागि हामी आजभन्दा 10 वर्ष अगाडि 7.5 लाख रुपियाँमा यहाँको जग्गा किनेर त्यसपछि भवनहरू बनाएर विद्यालयलाई बिस्तारै यो ठाउँमा स्थापित गरेका छौँ। र यो क्रममा विद्यालयले जग्गा खरिद गर्ने अनि मावि तहमा दरबन्दी नहुँदा निज स्वरूपमा शिक्षकहरू राख्नुपर्दा हामीलाई ठुला व्यवहार थियो, जुन व्यवहारले हामी समाधानको लागि मल्लत बहुद्देश्य सहकारी संस्थाबाट मेरो नामको लाल पूर्जा त्यहाँ राखेर ऋण लिएका थियौँ। त्यो ऋण हामी तिर्न आजसम्म सफल भएका थिएनौँ। संयोगवश अहिले महान सहयोगदाता हाम्रो यो यस विद्यालयका भूभू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षक भूभू प्रधान पञ्च स्वर्गीय लालबहादुर पुनको परिवार अन्तर्गत जो अहिले आएर कमलबहादुर पूर्जा म्याग्दीको दानाको हुनुहुन्छ, उहाँ हाम्रो लालबहादुर पुनको नातिनी ज्वाइँ हुनुहुन्छ। उहाँले अहिले हामीसँग त्यो लाल पूर्जा राखेर बाँकी रहेको ऋण 9,29,000 तिरेर लाल पूर्जा अहिले मलाई फिर्ता दिनुभयो। विद्यालयको ऋण सम्पूर्ण ऋण उहाँले अहिले तिर्दिनु भयो, जसको लागि आज उहाँलाई सम्मान कार्यक्रम आज हामी सम्पन्न गऱ्यौँ। उहाँलाई हाम्रो विद्यालय तर्फदेखि र व्यक्तिगत तर्फदेखि धेरै धेरै धन्यवाद। उहाँको यस्तै समाजसेवाको काम निरन्तर अगाडि बढोस् भन्ने हामी कामना गर्छौँ। उहाँको सुस्वास्थ्य दीर्घायु कामना सहित उहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। फेरि पनि यस्तै माया गरिदिनु होला। फेरि नेक्स्ट भिडियो म मेरो कम्पनीको विषयमा चाहिँ लिएर आउने नै छु। अवश्य पनि तपाईँहरूलाई प्रमोट गर्ने खालको, तपाईँहरूको स्वास्थ्यमा अत्यन्तै टेवा पुर्याउने खालको र हामी यही स्वरोजगार बन्न सकिन्छ भन्ने एउटा सन्देश खालको चाहिँ भिडियो चाहिँ म अवश्य पनि लिएर तपाईँहरू समक्ष फेरि उपस्थित हुनेछु। तबसम्मको लागि म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, थ्याङ्क यू सो मच।